यस्तो अडारमा बस्नु आँखा कति हेरे त त्योतिर आँखा भगवानले बनाइदिए आँखा सबैतिरै हेर्छु भगवानले बनाइदिए आँखा त मलाई पनि थाहा छैन तर तपाईँले 10 वटालाई हेरेपछि बडाउको मन कस्तो हुन्छ यस्तै हुन्छ यस्तै यो कुरो मैले बडाउसँग पुर्याएँ भने बाटो छेउमा घर छ ककल्लाई पिलिक च्याको च्याय गर्नु त बाटोबाट कोही हिँड्न नहुने भयो बडाउ झरक्रा झुरुक अलिअलि गर्नु भएन भन्ने म लगाइदिएन पल्लो के अनि त्यसो भन्दा बडाउ यहाँ आउनु लगाइदिएन अनि यहाँ आउनु भयो भने तपाईँ के भन्नुहुन्छ नचिने अनि किन बाटोबाट जफेलाई हेरे कि भन्दा के भन्नु हेर के हो हेर्छु आँखा छ नि हेर्छु हेर्ने पनि तरिका हुन्छन् कस्तो तरिकाले हेर्ने हो कस्तो तरिकाले बोल्ने हो कस्तो तरिकाले खाने हो सबै तरिका हुँदैनन् तरिका त हो तेरो अध्ययनमा बस्नु मैले अनि बस्नु परेन त नचाहिँदो काम गर्न दिन्छौँ त हामी अब यहाँ बस्नुभयो चाहिँ हामीसँग दायाँ बायाँ होला बडाउले मार्नुहुन्न हामीलाई जिम्मा लाएर हिँड्नुभयो चाहिँ हामीलाई ल नानी आमा यति गर्ने आमा उता गर्ने राम्रोसँग हेर सकेन भने यहीँ ल्याइदिए म गरिहाल्छु सकेन भने म ल्याएर यहीँ यसलाई ठिक पारिहाल्छु ल्याएर यहाँ कि नाफे साह्रो कत्रो पिर्दिया त दिने पनि हामीलाई यो चुडाएर सुख शान्तिले बस्न यता र उता कुद्या छ घरि कहाँ कुद्या छ घरि बाटो कुद्या खुट्टा भए मान्छे खुट्टा लाग्नु खुट्टा लाग्नु छोडेपछि कसरी बोकेर डुलाउँदैन लाग्नु हिँड्छु कुरा चाहिँ फेरि कस्ता आँखा आउँछ नि त भगवान्ले सिकाइदिया मुख बनाइदिया मुख बोल्छु हो र लु भइहाल्यो सकिनँ मैले